ओ धीरज आज काम टन्नै छ टन्नै त्यो शिवप्रतिबाट आएको गाडी पनि छ यहाँ बनाउनलाई ओ के छ भाइ खिच्दै 7187 ए हाम्रो पूर्णे अङ्कल हेलो भन्नु न हेलो खतरा बिल्डिङ भन्छ यहाँ पनि छ गाडी बनाउन आएको यहाँ हाम्रो डेन्टर दाइ हुनुहुन्छ ऊ हाम्रो राजु अङ्कल हुन्छ पेन्टर सम्पर्क गर्नु होला एकदम सुपथ मूल्य बनाइदिन्छ होइन त हो कि भन्नु यहाँ डेनको काम हुँदैछ रिकन्डिसन पनि छ हाम्रो त्यो ब्ल्याट त बनाएर राखेको छ चाहियो भने सम्पर्क गर्यो भने ए के गर्नुलाई यस्तो थर्मस हान्ला काम टन्नै छ है टन्नै यहाँ लेट छ हाम्रो 3035 घन्टा पुगिसक्यो यो पानी भनेको हाइस्ट यहाँ हुनुहुन्छ हाम्रो धुर्बे अङ्कल हेलो भन्नु न हेलो नमस्कार सबैजनालाई भन्नु यहाँ हाम्रो कुमार अङ्कल पार्ट्सको साउजी प्लेट त कसले चेक गर्नु पर्यो मुनिबाट हेरेर त्यो फिङ्गर चाहिँ नाप्नु सामान ल्याउनु काम नपाएर वायरिङ मिस्त्री यसरी बस्छ अफिसमा भन्नु नि तपाईँ नाम के हो ग्यास वेल्डिङ हुँदैछ यहाँ छ हाम्रो पेन्टर ओइ हेलो भन्ने यहाँनिर हाई नमस्ते नमस्कार प्रणाम आदाब सलाम अलैकुम अनि तेरो नाम के हो के गर्छस् त यहाँ हाम्रो कान्छा अङ्कल हुनुहुन्छ गुट्का खाँदै केही फरकै पर्दैन नेपाली मुख छाडे केही फरकै पर्दैन इङ्ग्लिसमा छाड्नु भयो इङ्ग्लिसमा छाड्नु भयो मेरो नाम हो धीरा गाडीको किरा त्यो चाहिँ यो फ्रन्ट एक्सल झार्ने नि त यो अपाङ्ग ग्यारेजमा चाहिँ धीरज भन्थ्यो त हामी के गर्नु लाग्यो हामी किनपिन क्लास साइडको भाँचेर हामी किनपिन बनाउला अब किनपिन भाँचेर त्यहाँ डिभिजन खाएर त्यहाँ बनाइरहेको लेखमा अनि यस्तो ठेल्नुपर्छ के रोक्छ झन् ढलक्सै बिगार्दै गर्छ घुमाइदिए गर्छ एकदम मेहनतिलो केटा मेहनती मिस्त्री सबभन्दा डेन्जर यही हो ठग मिस्त्री
THUG थग लाइफ हान्छ यसले हान्दा नाच्दै देख्छ यति त पुष्पा हो डाइलग हान्न त के गर्ला तैँले मुजी के गर्ला सपोर्ट हो तँलाई भन्न आउँदैन त यस्तै छ मिस्त्री लाइफ थग लाइफ खतरा नि काम गर्ने म्याउ है यहाँ खतरा बढी बन्छ पट बनिसक्यो हाम्रो सापट हजुर भोलि यता हामी सापट बोकिदिन्छु तोप हो तोप हेलो दादा म चाहिँ धीरा मिस्त्रीको गाडीको किरा गाडीको किरै हो हामी चाहिँ अब साबुन चल्छ यहाँ साबुन आइसक्यो ल अति हिलोमा राखेर रहेछ फेरि ल हाल्दै गर है त त्यस्तै छ टन्नै गाडी छ है आज एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा 10वटा 11वटा 12 13 14 15वटा गाडी छ है त हाम्रो ग्यारेज आज छैन नि क्यास त 1 रुपियाँ को हो फेरि यस्तो फटा मान्छे ये देखो बाबा जी आता है दान देना पड़ता है कब भी आया कब शादी ये देखो महीना बाद 25-26 नेपाली हो हो कहाँ हो घर घर परवानीपुर रहे पर्सा जिला नेपाल होइन होला अथी शादी करता है बिहार में नेपाली बोल्दैन यसमा कसरी नेपाली हुँदैन नेपाली बोल्छ सबै बिरुवाको मुस्लिम सबै नेपाली बोल्छ पर्सा जिला परवानीपुर परसों फ्रन्ट एक्सल यहाँ ल्याएर बनाउनु पर्छ है लेथमा यहाँ खैरे काली त मासरले के हुन्छ मुझे गियरबक्स पनि झारिसक्यो छैन 2 घन्टा पछि आउँछ अरे छैन भने 500 फ्याक्ट दिन्छ अरे के गयो अलि क्या भन्छ सिलिङ हाल्दा है के गयो भने यहाँ चाहिँ अब हाम्रो गेट बक्स धुई पखाली हुँदैछ गर नगर मैले बाल रेडिटर पनि खोलिसक्यो यहाँ छ हाम्रो डेन्टर फुच्चे हेलो भन पुष्पा झिकाइका नै साला भन त भन पुष्पा फायर झुकेगा नहीं साला स्लिप भयो गाडी अलिक कुद्दैन बाघ
तपाईँ खिचेको छैन तपाईँ किन लजाइरहेको